आजको यस शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता तथा स्तर पहिचान सम्बन्धी सर्वेक्षण गोष्ठीमा उपस्थित भएर किर्तपुर नगरपालिकाका सम्पूर्ण जनजाति या दोस्रो भाषी मातृभाषी वर्गलाई उहाँहरूको इच्छा आकाङ्क्षालाई सरकार या हृदयङ्गम गरेर जुन किसिमको हाम्रो नेतृत्व प्रदान गर्दै सम्पूर्ण जनताकै मन मस्तिष्कलाई छुने खालको भावना लिएर किर्तपुर नगरपालिकाको प्रमुख रूपमा उपस्थित भएर आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा यहाँ उपस्थित हुनुभएको छ। उहाँलाई स्वागत गर्दै म सर्वप्रथम यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका डाक्टर लवदेव अवस्थीलाई अत्यन्तै हार्दिक अभिवादन गर्दै आजको कार्यक्रमका प्रमुख अतिथिज्यूमा म हार्दिक अभिनन्दन गर्न चाहन्छु। साथै आजको यस कार्यक्रमका वरिष्ठ भाषाविज्ञहरू डाक्टर प्राध्यापक तुइबहादुर महर्जन, चन्द्रमान बज्राचार्यज्यू अनि हाम्रा ओमकार सर, जीवन महर्जन, बज्रमणि बज्राचार्य लगायत अन्य भाषाविज्ञहरूका साथै यस किर्तपुर नगरपालिकाभित्र शिक्षा समितिलाई संयोजन गर्दै आउनुभएका यथार्थ रूपमा शिक्षाविदका रूपमा परिचित सुपरिचित हाम्रा प्राध्यापक डाक्टर रामकृष्ण महर्जनज्यूमा म अभिवादन टक्राउन चाहन्छु। साथै यहाँ उपस्थित हुनुभएका मातृभाषाको विकासको लागि जनताको हृदयलाई कसरी हामीले एकसाथ अगाडि बढाउने, मातृभाषालाई कसरी हामी चाहिँ पहिचान गराउन सक्छौँ भन्ने उद्देश्यका साथ मलाई लाग्छ त्यही उद्देश्य अनुरूप नै आज उपस्थित हुनुभएका किर्तपुर नगरपालिकाभित्रका करिब 40वटा विद्यालयलाई हामीले पत्राचार गरे जस्तो लाग्छ नगरपालिकाबाट र ती पत्राचार पश्चात केही विभिन्न अप्ठ्यारालाई पन्छाएर पनि यहाँ उपस्थित हुनुभएका शिक्षक साथीहरूमा म हार्दिक अभिवादन गर्न चाहन्छु। र अन्तमा यस भाषा आयोगबाट आउनुभएका ढुङ्गा खोज्दा देउता मिल्यो भने जस्तै किर्तपुर नगरपालिकाले यहाँका जनताहरूले जुन किसिमको अपेक्षा गरेको थियो त्यो अपेक्षा आज त्यो सपना साकार हुने आज पहिलो खुर्किलोको रूपमा हुने बिरुवाको चिलो पात भने जस्तै भाषा आयोग आज उपस्थित भएको छ। त्यसकारण उहाँहरू सम्पूर्णलाई किर्तपुर नगरपालिकाभित्रका मातृभाषी जनताहरू र सम्पूर्ण जनताहरूका तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन टक्राउन चाहन्छु। कुरा आयो मैले अघि नै भने ढुङ्गा खोज्दा देउता मिलेको अवस्था आज सृजना भएको छ। यसको कारक तत्त्व भनेकै मलाई लाग्छ किर्तपुर नगरपालिकाले पाएको प्रमुखज्यू र भाषा आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीज्यू उहाँहरू दुईजना नै आज हाम्रो लागि किर्तपुर नगरपालिकाका लागि या जनताका लागि मातृभाषाको विकासको लागि सुवर्ण अवसरको रूपमा हामीले पाएका छौँ। त्यसकारण म अत्यन्तै हर्षित छु। म अस्ति मेयरज्यूसँग भाषाको विकासको क्रममा कुरा छलफल गर्दै अवस्थी सरसँग पनि कुरा भयो र तत्पश्चात उहाँको आयोगमा म पुगेँ। अत्यन्तै मैले यस्ता व्यक्तित्व थोरै मात्र पाएको छु जो त्यो ठुलो ओहदामा बसेर पनि म जस्तो मान्छेलाई कति हृदयङ्गम गरेर स्वागत गर्नुभयो, अङ्कमाला गर्नुभयो। म अत्यन्तै हर्षित छु। सायद देशका ठुला ओहदामा बस्ने त्यस्ता व्यक्तित्वहरू यसरी नै यस्ता खालका भए सायद जनता र देशको सपना साकार हुने जस्तो मलाई विश्वास छ। र कुरा आयो नेपालको संविधानले मातृभाषामा शिक्षा दिने कुरा संविधानमा लेखे पश्चात यो भाषा आयोगको गठन भएको छ। यो भाषा आयोगले सम्पूर्ण नेपालभरका 125 जातका 123वटा भाषालाई उत्थान सम्वर्धन र विकास गर्ने उद्देश्य राखेको छ। र तीमध्ये 23वटा भाषा लोप हुन लागेका भाषाहरू छन्। जुन भाषाहरू हेर्दै जाने हो भने एकजना मात्र वक्ता भएका भाषा पनि छ। ती त्यस्ता भाषाहरू लगायत नेवार भाषा भनेको देशको मल्लकालीन समयमा स्वर्णयुगको समयमा नेपाल भाषाको अत्यन्तै विकास भएको थियो। त्यसकारण त्यसलाई नेवार भाषा भन्ने होइन, त्यसबेला नेपाल भाषा भनेर शिलापत्रमै देखिएको छ। त्यो अर्थमा यसलाई नेवार भाषा होइन
नेपाल भाषा भन्नुपर्छ भने सबैको यो चाहिँ एउटा एक खालको मिले पनि नमिले पनि नेवार भाषीहरूको एउटा जिकिर हो या चाहिँ आत्मसम्मानको लागि चाहन्छन्। यो कुरा पनि सायद भाषा आयोगले मनन गर्दै जानेछ भन्ने मलाई विश्वास लाग्छ। र अर्को कुरा, नेपालमा यी भाषाहरू मध्ये अब विभिन्न भाषाहरूमा नेपाली भाषा नेवार भाषालाई नै अब हामीले कीर्तिपुर नगरपालिकाभित्र यसलाई कसरी शिक्षामा माध्यम भाषाको रूपमा जान सकिन्छ वा सकिँदैन भन्ने कुरा नै यो अनुसन्धानको रूपमा अहिले अगाडि बढाउन खोजिएको छ। वास्तवमा मलाई लागेको कुरा अनुसन्धान गरे पश्चात कीर्तिपुरका अधिकांश सामुदायिक शिक्षित विद्यालयहरूमा लोकल या स्थानीय विद्यार्थीहरू थोरै छन्। थोरै विद्यार्थी भएको स्थानीय बासिन्दाहरूको विद्यालयमा गएर हामीले अनुसन्धान गऱ्यौँ भने त्यहाँ चाहिँ नेवार भाषामा मातृभाषामा शिक्षा दिँदाखेरि नहुने खालको या नकारात्मक सन्देश आउन सक्दछ। त्यस्तो अवस्थामा हामीले के गर्ने त उसो भए? त्यसकारण सर्वेक्षण नै ठुलो कुरो नहोस् कि साँच्चै नेवार बस्ती त हो, तर यहाँ वास्तवमा नेवारहरू दोस्रो स्तरमा पुगेको छ। यहाँ नेपाली भाषा बोल्नेहरू 28,000 जति छन् भने नेवार भाषा बोल्ने यहाँ 23,000 मात्र छन् कीर्तिपुर नगरपालिकाभित्र। त्यही हिसाबले हेर्ने हो भने नेवार भाषा मातृभाषी शिक्षा चाहिँ नहुनु पर्ने भन्ने खालको पनि आउन सक्दछ। त्यसकारण त्यो अवस्थामा पनि हामीले कीर्तिपुर नगरपालिका स्वयंले पनि यसलाई चाहिँ अलिकति जुझारुकताका साथ नयाँ ढङ्गबाट नयाँ शैलीबाट यसलाई अगाडि बढाउनु पर्छ भन्ने मलाई मेरो विचार, मेरो आशा अपेक्षा म मेयर साहबको अगाडि टक्राउन चाहन्छु। अर्को कुरा, यहाँ यी कुराहरू सर्वेक्षण पश्चात हामी गर्दैतिर गयौँ भने हामीले गर्नुपर्ने स्टेपहरू या पाइलाहरू भनेको सबभन्दा पहिला यहाँ अहिलेसम्म मातृभाषामा स्नातकोत्तर स्तरमा शोध कार्य कतिको भएको छ, कतिजना गरेका छन्, त्यसपछि विद्यावारिधीमा कतिजनाले कतिवटा गरिसकेका छन्, ती कुराहरूको हामीले देखाजोखा गरेर ती विज्ञहरूलाई हामीले चाहिँ समेट्नु पर्ने जस्तो लाग्छ। र ती विज्ञहरू नेपाली भाषी, तामाङभाषी, मैथिली भाषी, दनवारी भाषी हरेक खालका विज्ञहरू छन् भने तिनीहरूसँग हामीले सम्पर्क गरेर र बढीमा हामीले नेवार भाषीहरू विज्ञहरूलाई अगाडि राख्नु आवश्यक जस्तो लाग्छ। र त्यसपछि हामीले भाषा समिति अनि विज्ञ समिति विभिन्न खालका यी समितिहरू निर्माण गरिसकेपछि अनि विद्यालयका नेवार भाषा पढाएका विद्यालयहरू यहाँ कतिवटा छन्, कतिजना शिक्षकहरू नेवार भाषा पढाउन सक्ने खालका छन्, सक्षम छन्, ती कुराहरूको पनि हामीले तथ्याङ्क सङ्कलन गरेर यो नगरपालिका स्वयंले अलगै खालको पनि हामीले तथ्याङ्क दिन सक्नु पर्दछ। र तत्पश्चात हामीले विभिन्न किसिमका चरणबद्ध ढङ्गबाट अनि हामी त्यसपछि हामी पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, सहायक सामग्री, शिक्षक निर्देशिका अनि उत्तर कुञ्जिका अनेक खालका हामी प्रविधिहरू निर्माण गरेर गयौँ भने सायद मलाई लाग्छ नेवार मातृभाषामा शिक्षा दिँदाखेरि अत्यन्तै राम्रो सफल हुन सक्नेछ। र भाषा आयोगले पनि यो कीर्तिपुर नगरपालिकाले गरेका काम या भएको कामबाट नेपालले नमुनाको रूपमा अगाडि बढाउन सकिनेछ, जसबाट अरू ठाउँका जुनसुकै भाषाभाषीलाई होस् यो काम योगदानको रूपमा गइसकेपछि भाषा आयोगको जुन उद्देश्य छ त्यो उद्देश्य प्राप्त हुनेछ। र हाम्रो अत्यन्तै सबल सक्षम अध्यक्षज्यू हुनुहुन्छ भाषा आयोगका, उहाँको नाम लिने बित्तिकै नै सायदै मान्छे मात्र नचिन्ने होला, अक्सर मान्छेले डाक्टर लवदेव अवस्थी भनेपछि ओहो एकदम राम्रो मान्छे भन्ने खालको मैले सुनेको छु भनेपछि त्यो जुन किसिमको राम्रो मान्छेमा एट्याचमेन्ट भएको छ त्यो कुरा साकार गर्नुहुनेछ भन्ने पनि म विश्वासका साथ अगाडि राख्दै यो कार्यक्रम या चाहिँ यो अनुसन्धानात्मक कार्यमा शिक्षक साथीहरूले सहयोग गर्नुहुनेछ। र तत्पश्चात हामीले नगरपालिका र भाषा आयोग संयुक्त रूपमा बसेर जसरी हुन्छ गर्नेतिर लाग्नु पर्दछ। र यो त नकारात्मक सन्देश आयो भन्ने खालकोतिर नझुकिकन हामी कसरी सफल गर्न सक्छौँ, कसरी सहयोग गर्न सक्छौँ, कसरी सुदृढ ढङ्गबाट मातृभाषामा शिक्षा दिनै सकिन्छ भन्ने खालकोतिर जाँदाखेरि सायद चाहिँ संविधानले खोजेको उद्देश्य, भाषा आयोगको उद्देश्य, जनताको चाहना, कीर्तिपुर नगरपालिकाको चाहना र उद्देश्य पुरा हुनेछ भन्ने विश्वासका साथ यो चाहिँ नकारात्मक सन्देश नहोस् र हामी कसरी जान सक्छौँ, गइहाल्छौँ भन्ने खालतिरको बाटो हामी पहिचान गरेर जान सकौँ भन्ने आशा र
प्रार्थनाका साथ आजको यस कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा अध्यक्षज्यू प्रमुख अतिथिज्यूलाई फेरि एकपल्ट अभिवादन गर्दै म आफ्नो सानो छोटो मन्तव्य यहीँ त टुङ्ग्याउन चाहन्छु। धन्यवाद।